आदरणीय दर्शकहरू, अहिले हामी ललितपुर स्थित ग्वारकोमा छौँ। आज चाहिँ यहाँको यो ग्वारकोमा जुन बनिरहेको थियो 2-2.5-3 वर्ष कति वर्ष भयो फ्लाइओभर, त्यसको उद्घाटन हुने भनेको उद्घाटन भएर सकिसक्यो। भर्खरै भिआइपी गाडीहरू गइसके, तर पनि तलमाथि यस्तो जाम लागेको छ। यहीँदेखि वहीँ ग्वारकोदेखि पछाडि हिँड्दै यहाँ बालकुमारीसम्म जाम लागिरहेको अझैसम्म पनि। पानी आएछ माथिबाट। जाम लागेर अझै गाडी चलेको छैनन्। बेलुकीको 5-5:30 हुन लागिसक्यो, अझै गाडी चलेको छैनन् साथीहरू ग्वारकोको फ्लाइओभरमा। मान्छेहरू हेर्न आउने जाने क्रम जारी छ। अघिनेदेखि लागेको जाम खै अझैसम्मै ट्याप्पै छ। यस्तो छ, हाम्रो काठमाडौँ उपत्यकाको सवारी चाप अहिले एकदम बढेको छ। सबै किसिमका सवारी हेर्ने हो भने 40 लाखको हाराहारीमा सवारी साधन देशमा छन् भने त्यसको चाहिँ 50% भन्दा बढी चाहिँ काठमाडौँमा छन्। यसमा चाहिँ 2 पाङ्ग्रे सवारी साधनको चाहिँ बाहुल्यता छ मोटरसाइकलहरूको। अनि यसले मेजर एफेक्ट चाहिँ इन्टरसेक्सनमा गर्छ, जहाँ चोक हुन्छ त्यहाँ गर्छ। ग्वारकोमा चाहिँ यो जब हामीले एक्सटेन्ड गऱ्यौँ 8 लेनलाई, 8 लेन बनाउने बित्तिकै यहाँ चाहिँ जामको प्रब्लम सुरु भयो र हामीले नै यसलाई चाहिँ एउटा सोच बनाएर फ्लाइओभर बनाउनुपर्छ भन्ने सोच बनाएको थियो। यसले चाहिँ यो एरियाको चाहिँ जाम चाहिँ एकदम टोटल्ली घटाउँछ ग्वारको एरियाको। भनेपछि कलङ्कीमा पनि बनेको, कलङ्कीमा अन्डरपास बनेको। अहिले कलङ्कीको जाम धेरै कम छ। उपत्यकामा चाहिँ यस्तै मोडलका फ्लाइओभरहरू आवश्यक छ होइन? कस्तो खालका मोडलहरू यस्तै बनाउन सकिन्छ या योभन्दा फरक? यस्तो छ, धन्यवाद। हामी यस्तो छ, हामी सहरी यातायातमा चाहिँ इन्टरसेक्सन इम्प्रुभ नगरिकन चाहिँ त्यहाँको चाहिँ यातायात व्यवस्थापन गर्न एकदम गाह्रो हुन्छ। र त्यसको लागि चाहिँ हामीले एउटा पोइन्ट मात्र होइन कि सिरिजमा, जस्तै हामीले कलङ्कीमा गऱ्यौँ, ग्वारकोमा गऱ्यौँ, कोटेश्वरको हामी प्लानिङ गर्दैछौँ। त्यसै गरी एउटा नेटवर्क लेभलको प्लानिङ चाहिन्छ। इन्डिभिजुअल पोइन्टभन्दा नेटवर्क लेभलको प्लानिङ चाहिन्छ। र सडक विभागले, भौतिक पुरानो तथा यातायात मन्त्रालयले, जाइका लगायत यो चाहिँ कोटेश्वरतिरबाट आउने साइडसम्मतिरका गाडी यत्नसम्म जाम परिरह।